हेलो गाइस, गुड इभिनिङ टासिदिले नमस्ते सबैजनालाई। अन्त आज के भन्ने हो भन्दाखेरि चाहिँ के भन्नु, आज यसो सानो तपाईँहरूलाई धर्मको विषयमा है। किन आजकल चाहिँ अब मान्छेहरू ज्यादा अब बिजी छ है। सबैजना बिजी नै हो, सबैजना बिजी हुनेमा चाहिँ अब धर्महरू गर्नु बिर्सिन्छ हामीले है। त्यत्रो अब टाइम दिनु सक्दैन भनेको जस्तो। त्यहाँदेखि बादमा त्यसले गर्दाखेरि हामीलाई अब दशहरा आउने, दुःख पाउने है, हामीलाई आउँछ नि त त्यस्तो। त्यस्तो आएपछि हामीलाई त्यहाँदेखि चाहिँ धर्मै गर्दा पनि अब के भन्नु, इन्ट्रेस्ट आउँदैन, ज्यादा मन बस्दैन है। किन त्यस्तो हुन्छ? अब त्यस्तो किन हुन्छ भन्दाखेरि हाम्रोमा ज्यादा पाप खप्टिँदै जान्छ नि, एउटा एकमाथि एक भएपछि त्यसले गर्दाखेरि चाहिँ हामीलाई त्यस्तो मनैदेखि नै अब म गर्छु, सधैँ गर्ने खालको यस्तो गर्छु भन्ने हुँदैन। त्यो रिजनले गर्दाखेरि चाहिँ हामीलाई सानो सानो पापहरू गऱ्यो भने पनि उयो गरिहाल्नुपर्छ, क्लिन गऱ्यो भने सानो सानो धर्म गऱ्यो भने पनि गर्नुपर्ने हुन्छ है। सानो हो भनेर त्यतिकै छोड्नु हुँदैन है। सानो चुप 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 पानी चुन्नेले पनि बाल्टिङ बोर्छ नि त होइन। त्यस्तै खालको हिसाबले गर्दा पाप पनि त्यही हो, धर्म पनि त्यही हो, त्यसरी नै बढ्छ। अनि त्यही कारणले गर्दाखेरि चाहिँ हामीले जति सक्दो चाहिँ गर्नुपर्छ है। अब सक्नुहोस् तपाईँ 1 महिनाभित्र कति खेप तपाईँहरू गुम्बा जानुहुन्छ? अब हिन्दू हो भने मन्दिर कति जान्छ होइन। अब गइहाल्यो भने मनमा के इच्छा लिएर जान्छ होइन, मेरो लागि या फ्यामिलीको लागि। तपाईँले ज्यादा सोच्नु पऱ्यो भने सबैजना पशु प्राणीको लागि सोच्नु पऱ्यो होइन। अन्त त्यो जान्छ कि जान्दैन? त्यहाँदेखि बादमा फेरि महिनामा त जान्छ, कुनै हप्तामा जानु सक्नुपर्छ है। आजकलको जुनीमा चाहिँ 1 हप्तामा म्याक्सिमम् 1 खेप त हुनुपर्छ है। अब त्यो पनि सकिन, पुरै बिजी छ भने महिनामा त कमसेकम 2 खेप 3 खेप त गुम्बाहरू जाने, गएर दर्शनहरू गर्ने होइन। धुपसाङहरू बालेर पढ्नु जाने तपाईँले के पढ्दा पनि हुन्छ। मानेहरू गएर गुम्बातिर गएर मानेहरू पढ्नुपर्छ, मानेहरू गर्नु पऱ्यो। बाजा गुरुहरू गर्नु घरमा मात्रै होइन, गुम्बातिर गएपछि झन् दामी राम्रो हुन्छ है। दुःख बिमार आउँदैन, शान्ति हुन्छ, घरमा झगडा हुँदैन, गाउँघरमा झगडा हुँदैन। पूजाहरू गरिबस्यो भने जहिले बिमार भयो, जहिले दुःख पऱ्यो तब मात्रै भगवान् सोच्ने होइन, गरिबस्नुपर्छ। गऱ्यो भने दुःख पाउँदैन, प्लस त्यहाँदेखि सबै राम्रो भएर जाने हुन्छ क्या। गर्नुपर्छ त्यसरी है। आजकल सबै बिजीले गर्दाखेरि ज्यादा आउँदैन। अहिले हुने टाइममा हट्टाकट्टामा चाहिँ गरेन भनेपछि चाहिँ बुढो भएर त त्यो म गर्छु भन्यो भने पनि तपाईँलाई इन्ट्रेस्टै आयो भने पनि गर्नु सक्दैन क्या। टाइम पुगेको हुन्छ, अब त्यहाँदेखि सक्दैन। त्यो रिग्रेट हुनुभन्दाखेरि चाहिँ अहिले नै जति सक्दो चाहिँ तपाईँहरूले धर्म गर्ने कोसिस गर्नुहोस्। चाहे जस्तै धर्म भयो भने पनि गर्नुहोस्। अफेबेकोमा रिलिजन पुरा छ है, अफेबेको धर्म हो, अफेबेले गर्नुपर्छ, मान्नुपर्छ होइन। तर धर्महरू चाहिँ एकदम गर्नुपर्छ। धर्म के हो, पाप तपाईँले यादै छ सबैजनाले छ होइन। गाई पशुले हामीलाई उता मार्यो, जस्तोलाई मार्यो भने त्यो पाप हो है। हरेक धर्ममा त्यही है, क्रिस्चियनदेखि लिएर हिन्दू मुस्लिम चाहे जो भने पनि पशु प्राणीमा चाहिँ मार्यो भने चाहिँ पाप हो। त्यो साँच्चीमै पाप हो। त्यो मान्छेले मेरै छेउमा आएर यो चाहिँ पाप होइन भनेर यो बुकमा लेखेको छ भनेर भन्यो भने पनि आउँदा हुन्छ है। त्यो चाहिँ पापै हो। अर्कालाई मारेर चाहिँ आफूको पेट भराउनु छ नि त, आफूलाई टेस्टको लागि नि त। आफूलाई अर्कालाई मारिराखेर चाहिँ आफूको टेस्ट आफूलाई अगाउनु, आफूको सर्तीको लागि अर्कालाई मारेर चाहिँ आफै खुसी हुन्छ भनेर चाहिँ लाइफमा नसोच्नुहोस् है। त्यो एक दिन चाहिँ आउँछ है, त्यो अहिले आउँदैन, खाएको बित्तिकै आएन भने एक न एक दिन चाहिँ त्यो घुमेर चाहिँ आउँछ है। त्यति बेला तपाईँलाई मजाले पढ्दाखेरि चाहिँ त्यस्तै हुन्छ
है। त्यही कारणले पशु प्राणीहरू पटक्कै मार्नु हुँदैन है। जति सक्दोसम्म चाहिँ नगर्नुहोस्। अनि छ्याङहरू पनि खानु हुँदैन। छ्याङ भने यो रक्सीहरू खानु हुँदैन। रक्सीहरू झन् सबैभन्दा डरलाग्दो कुरा हो, किन त्यो खाएपछि सबै गर्छ है। त्यही कारण त्योहरू खानु हुँदैन है। मान्छेहरूले जति सक्दो गाउँ बस्तीमा झन् पुरा इम्पोर्टेन्ट हो, खानै हुँदैन। झगडा हुने गाउँमा झगडा घरको छिमेकीहरू भनेर त अब छिमेकीहरू भन्दा अब कसम भनेको यो हो नि, अब आफूलाई दुःख सुख पर्दाखेरि अब त्यो बाहेक त अरू कोही त हुँदैन। अब घरमा जम्मै के भएको छ भने त अब छिमेकीहरूले बाहेक अरू कसले गर्नु सक्दैन है। टाढो टाढो मान्छेहरू को आउनु सक्छ, सबै आफूको काम हुन्छ। लास्टमा यताउता गर्ने छिमेकी हो। त्यही कारण छिमेकीहरू एकअर्का मिल्नु छ भने रक्सी खाएर झगडाहरू गर्नु हुँदैन, शान्ति बनाइ राख्नुपर्छ होइन। त्यसरी गरेपछि चाहिँ गाउँघरमा राम्रो हुन्छ, हेल्पफुल हुन्छ। मान्छे बिमार भयो लु आइदिइहाल्छ। उनीहरूको कामै छ भने पनि होइन जाउँ गरिदिउँ भन्ने खालको सोचाइहरू हुन्छ हो। त्यो कारणले चाहिँ तपाईँले धर्म गर्नुहोस्, मानेहरू गर्नुहोस्, माने प्रेमीहरू भन्नु सक्नुहुन्छ, त्योहरू जप गर्नुहोस्। अन्त गुरु रिम्बुछेहरूको गर्नुहुन्छ, बेन्चा गुरु त्योहरू गर्नु, मन्त्र जप गर्नुपर्छ। आफूलाई दुःख घटनाहरू भइबस्दैन। ग्रिन ताराको गर्नुपर्छ है। त्यस्तो मन्त्रहरू गरेर तपाईँले मजाले गर्नुहोस् है। अन्त सुख हुन्छ, शान्ति हुन्छ, त्यही भन्न चाहन्छु है। त्यति थियो।